Welcome everyone. Today we will solve all the related problems of free body diagram as you have seen in the thumbnail. So यो भिडियो हेर्नु भन्दा अगाडि चाहिँ हैन आफूहरुले चाहिँ मैले यो भन्दा अगाडि अर्को सेसनमा चाहिँ के गराइसकेको छु त भन्दाखेरि सपोर्ट रियाक्सनको बारेमा चाहिँ एकदम मजाले एक्सप्लेनेसन गरेको छु। त्यो चाहिँ आफूहरुले चाहिँ हेरिदिनु पर्यो है त, ताकि यो फ्री बडी डायग्राम र यो पछिको जति पनि अब हाम्रो सेसनहरु हुनेवाला छ त्यसको लागि चाहिँ के हुन्छ त भन्दाखेरि एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। सो आज चाहिँ म यस्तो खतरा टेक्निक हजुरहरुलाई चाहिँ भन्छु कि हैन, त्यो टेक्निक चाहिँ यदि आफूहरुले चाहिँ युज गर्न सक्नुभयो भने चाहिँ त्यो टेक्निक चाहिँ फ्रिक्सनमा पनि के गरिन्छ त भन्दाखेरि वेज फ्रिक्सनमा चाहिँ एप्लिकेसन अफ फ्रिक्सनको नि तिमीसँग के छ त भन्दाखेरि वेज फ्रिक्सनमा चाहिँ त्यो टेक्निक एंगल निकाल्ने टेक्निक चाहिँ एकदमै के हुन्छ त भन्दाखेरि इम्पोर्टेन्ट हेल्पफुल हुनेवाला छ है त आफूहरुलाई। सो आज चाहिँ अब हामी हेरौं यहाँनेरि क्वेशन नम्बर 1 मा के भनेको छ त भन्दाखेरि हामीलाई के दिएको छ त भन्दाखेरि यहाँनेरि एउटा रोलर दिएको छ जसको रेडियस चाहिँ कति दिएको छ त भन्दा 10 सेन्टिमिटर दिइरा छ। त्यसैगरी यहाँनेरि के दिएको छ त भन्दाखेरि एउटा अब हामीलाई यहाँनेरि यसरी एउटा यहाँनेरि चाहिँ फिक्स सपोर्ट चाहिँ यसरी दिइरा छ ल। सो यदि अब मैले यहाँनेरिबाट आई थिंक 2 मिनेट I will write this राइट। यहाँनेरि अब हामीले के देख्न सकिन्छ त भन्दाखेरि एउटा हामीलाई सपोर्ट दिइरा छ हो कि हैन। यो सपोर्ट भनेको त अब मैले यसरी पनि डिनोट त गर्न सक्छु राइट। यदि अब मैले यहाँनेरिबाट लेखे भने पनि आई थिंक सजिलो होला है त। हामीलाई यहाँनेरि के दिएको छ त भन्दाखेरि यसरी एउटा सपोर्ट दिएको छ। त्यसैगरी भनेको चाहिँ अब हाम्रो यो भनेको चाहिँ राइट, यो भनेको त अब हामीलाई स्ट्रिङ दिएको छ राइट। यो जुन चाहिँ लेन्थ दिइरा छ यो त अब हाम्रो स्ट्रिङको लेन्थ हो। अब हामीलाई क्वेशनमा चाहिँ के भनेको छ त भन्दाखेरि राइट, यदि यो चाहिँ अब हाम्रो सपोर्ट हो भनेदेखि यहाँनेरि त सपोर्ट रियाक्सन आउँछ। यो सपोर्ट रियाक्सन चाहिँ अब हामीले यहाँनेरि के देखायो त भन्दाखेरि फ्री बडी डायग्राममा चाहिँ अब हामीले यो एफसी निकाल्नु पर्ने छ र त्यसैगरी भनेको चाहिँ अर्को यो टी भन्ने टेन्सन भनेको चाहिँ अब हाम्रो यो रोपमा चाहिँ जति टेन्सन लाग्छ नि त्यो चाहिँ अब हामीले निकाल्नु पर्ने छ। पहिला सुरु बुझ्नु पर्ने हुन्छ अब हामीले बेसिकल्ली फ्री बडी डायग्राम भनेको चाहिँ के हो है त। म यहाँनेरि सानो अक्षरमा लेख्ने ट्राई गर्छु ल। हाम्रो फ्री बडी डायग्राम भनेको तिमीले कहिले पनि के गर त भन्दाखेरि कुनै पनि टपिकलाई भास्ट बनाउनै नखोज के। फ्री बडी डायग्राम भनेको तिम्रो के हो त भन्दाखेरि जहिले पनि मैले भनेको सुन ल, सपोर्ट छ यदि तिम्रो सपोर्ट छ भने त्यो सपोर्टलाई चाहिँ हटाएर तिमीले के सो गर्ने सपोर्ट रियाक्सन चाहिँ सो गर्यो भने देन त्यो डायग्राम जुन चाहिँ बन्छ नि सो त्यसैलाई नै अब हामीले फ्री बडी डायग्राम भनिन्छ राइट। हामीलाई गिवन क्वेशन यो दिएको छ, यदि अब मैले यसको चाहिँ फ्री बडी डायग्राम बनाउने हो भनेदेखि यहाँनेरि त अब हाम्रो के छ त भन्दाखेरि सपोर्ट छ। यदि सपोर्ट छ भनेदेखि त मैले यहाँनेरि त सपोर्ट रियाक्सन देखाउनु पर्यो राइट। यो एफसी कसरी आको बुझियो। अनि त्यसपछि जहिले पनि अब हाम्रो के हुन्छ त भन्दाखेरि यदि यो एउटा रोलर वा बडी जेसुकै भए पनि यसको आफ्नो के हुन्छ त भन्दाखेरि वेट हुन्छ। त्यो वेट भनेको त जहिले पनि अब हामीले यसरी डाउनवार्ड सो गर्नुपर्ने हुन्छ, जुन चाहिँ अब हामीले यहाँनेरि यसरी सो गरेका छौं। अब बाँकी रह्यो त्यसैगरी भनेको चाहिँ टेन्सन। टेन्सनले टेन्सनै दिन्छन् है त। टेन्सन भनेको जहिले पनि अब हाम्रो केमा लाग्छ त भन्दाखेरि रोपमा लाग्छ। अनि यो एउटा चाहिँ तिमीले नोट गर्नुपर्ने कुरा चाहिँ टेन्सन भनेको चाहिँ जहिले पनि तिम्रो के हुन्छ त भन्दाखेरि अलोङ द रोप लाग्छ र अवे फ्रम द अब्जेक्ट जहिले पनि 2a भनेर सम्झ हैन। यो भनेको तिम्रो के हो त भन्दाखेरि यो भनेको तिमीसँग अब्जेक्ट हो नि राइट। यो भनेको त तिमीसँग के हो त भन्दाखेरि अब्जेक्ट हो। यो यदि तिम्रो अब्जेक्ट हो भनेदेखि राइट, टेन्सन भनेको त मैले के भनेको छु त भन्दाखेरि अलोङ द रोप। त्यसैगरी भनेको यदि यो तिम्रो यो अब्जेक्ट हो भनेदेखि अवे फ्रम द, त्यसैगरी भनेको त अब्जेक्ट। त्यही भएर चाहिँ अब हाम्रो राइट यहाँनेरि टेन्सनको डाइरेक्सन चाहिँ यस्तो आको है त। यहाँनेरिसम्म बुझिन्छ राइट।
यतिसम्म बुझिन्छ भनेदेखि अब सजिलो भयो। यहाँदेखिबाट हेरौँ है त। हामीलाई रेडियस कति दिइरहेछ त भन्दाखेरि रेडियस 10 यहाँदेखिबाट हेरौँ है त। अब मैले यहाँनिर के गरेँ त भन्दाखेरि ट्रायङ्गल बनाउने ट्राई गरिरहेको छु। यो हामीलाई 10 दिइरहेछ, यो अब हामीलाई के दिइरहेछ त भन्दाखेरि 20 दिइरहेछ। भनेपछि त यो एङ्गल भनेको त तिमीसँग के हो त भन्दाखेरि यो एङ्गल निकाल्नु पर्यो भने त यदि अब तिमीले साइन थीटा भनेको त p डिभाइडेड बाई हाइपोटेन्युस गर्यो भने त यु विल गेट इजिली एन्सर। सो यो एङ्गल चाहिँ तिम्रो कति रहेछ त भन्दाखेरि 30 डिग्री। 30 डिग्री चाहिँ तिम्रो कुन एक्सिससँग बनाएको हो त भन्दाखेरि तिम्रो यो वाइ एक्सिससँग बनाएको एङ्गल चाहिँ 30 डिग्री। त्यसो हो भनेदेखि हैन, अब फेरि यहाँनिर कति स्टुडेन्ट चाहिँ केमा झुकिन्छन् त भन्दाखेरि हैन, अब तिमीलाई यहाँ यो एङ्गल चाहिँ कति दियो त भन्दाखेरि 30 डिग्री, बट यो एङ्गल चाहिँ अब तिम्रो कसरी 30 डिग्री भयो भनेर भन्छन् कि हैन। यदि अब मैले यो एक्सिसलाई यसरी एक्सटेन्ड गरी यो पोइन्ट तिम्रो यो भनेको त के हो त भन्दाखेरि टेन्सन हो। टेन्सन भनेको यदि अब तिमीले यहाँनिर अल्टरनेट एङ्गल हेऱ्यौ भने तिम्रो यो थीटा हुन्छ भनेदेखि यो पनि के हुन्छ थीटा हुन्छ, इजी राइट। त्यही भएर चाहिँ मैले जहिले पनि के गर्छु त भन्दाखेरि हो यसरी चाहिँ मैले बनाउने के गरेँ त भन्दाखेरि ट्राई गरेँ। यो चाहिँ तिम्रो कति डिग्री छ 30 डिग्री छ। ओके, अब ल्यामिस थ्योरम युज गर्न आउनु पर्यो। ल्यामिस थ्योरमले तिम्रो के भन्छ त भन्दाखेरि यदि अब तिम्रो कुनै पनि 3वटा फोर्स छ भने हेर है त, यदि हैन यही कन्सेप्ट हो कि तिमीले यति गर्न जान्यौ भने राइट यो पहिलोचोटि भिडियो हेर्दाखेरि तिमीलाई गाह्रो हुनसक्छ, तर तिमीले फेरि यही क्वेसनलाई अब तिमीले नहेरिकन गर्यौ भने तिमीले हैन अवधि लाग्यो तिमीलाई 2 मिनेटदेखि 3 मिनेट राइट। अब तिमीले ल्यामिस थ्योरमले तिम्रो के भन्छ त भन्दाखेरि यदि अब तिमीले त्यसै गरी भनेको चाहिँ यो टी भनेको नि एउटा फोर्स हो, यदि तिमीले यो फोर्स लियौ भने चाहिँ तिमीले एङ्गल बिट्विन द एनदर फोर्सेस विथ द साइन अफ द एङ्गल राइट। यो दुईटा फोर्सको बिचको एङ्गल त कति छ त भन्दाखेरि 90 डिग्री छ, सक्यो। त्यसै गरी भनेको त एफसी भनेको त तिमीसँग कति छ त भन्दाखेरि एफसी भनेको त एफसी थाहा छैन। त्यसै गरी भनेको चाहिँ एङ्गल बिट्विन द टु फोर्स भनेको त तिमीले कसरी निकाल्छौ त, यहाँदेखि यहाँसम्म तिमीसँग 180, यदि तिमीले 30 घटाइदियौ भने तिम्रो यो एङ्गल आउँछ, यो भनेको तिमीसँग 150 जुन चाहिँ यहाँनिर लेखियो। यदि अब मैले यो 100 न्युटन चाहिँ फोर्स लेखेँ भने तिमीले के गर्नुपर्ने हुन्छ, यो दुईटाको बिचमा चाहिँ तिमीले एङ्गल निकाल्नुपर्ने हुन्छ। यो तिमीसँग अलरेडी 90 छ, तिम्रो यो 30 गर्यो भने तिमीसँग 120 आउँछ। अब तिमीले के गर्ने त भन्दाखेरि केही नगर्ने, एकचोटि अब तिमीले यो फर्स्ट एक्सप्रेसन र थर्ड एक्सप्रेसन युज गर्ने, यु विल गेट द टेन्सन हैन। यदि अब तिमीले सेकेन्ड एक्सप्रेसन र थर्ड एक्सप्रेसन चाहिँ युज गर्यौ भने यु विल गेट द एफसी हैन। यो मैले त्यसै गरी भनेको चाहिँ हैन, यहीँनेरि गराउँदै गरेको भए पनि हुन्थ्यो, बट अब यो क्यालकुलेसन त अब हामीले क्यालकुलेटरमा थिचेर गर्न सकिन्छ नि। मात्रै अब हाम्रो टेक्निक भनेको चाहिँ के हो त भन्दाखेरि इफ यु नो हाउ टु क्यालकुलेट द एङ्गल देन यु विल बी मास्टर इन द फ्री बडी डायग्राम अफ एनी क्वेसन्स है त। त्यसै गरी क्वेसन नम्बर अब हामीले यदि 2 मा हेर्ने हो भने यहाँनिर हेरौँ है त। हामीलाई के भनेको छ त भन्दाखेरि डिटरमाइन द फोर्सेस एट द कन्ट्याक्ट हैन। अब हाम्रो कन्ट्याक्ट भनेको त एउटा यसमा छ र यहाँनिर चाहिँ अब तिम्रो के छ त भन्दाखेरि एउटा यो कन्ट्याक्ट छ राइट। अब जहिले पनि अब तिम्रो यो सपोर्ट हो, यहाँबाट तिम्रो यो सपोर्ट हो राइट। यो सपोर्टले त तिम्रो के दिन्छ त भन्दाखेरि रियाक्सन दिन्छ, तर कति डिग्री एङ्गलमा दिन्छ, दिस इज द मेन प्रब्लम हो कि हैन। यसमै मैले के सिकाउँछु त भन्दाखेरि एङ्गलको आइडिया मैले यहाँनिरबाट सिकाउँछु ल। अनि तिमीले त्यो आइडियालाई चाहिँ जुनसुकै बेलामा पनि तिमीले युज गर्नलाई सक्छौ ल। राइट, हामीलाई के निकाल भनिरहेको रहेछ त भन्दाखेरि सपोर्ट रियाक्सन एट द पोइन्ट ए र एट द पोइन्ट बीमा चाहिँ निकाल भनिरहेछ ल। अब मैले यो गराउनुभन्दा अगाडि मैले एउटा सानो कन्सेप्ट चाहिँ मैले यहाँनिर हैन आफूहरूलाई चाहिँ के सिकाउन चाहेँ भन्दाखेरि हैन, लेट सपोज मानौँ मसँग यहाँनिर के छ त भन्दाखेरि यो एक्स एक्सिस, यो मसँग वाइ एक्सिस, यहाँनिर मसँग कुनै पनि एउटा ल है त यसरी के भयो त भन्दाखेरि ल सपोर्ट छ अरे हैन, सपोर्ट छ र यहाँनिर चाहिँ अब मसँग के छ त भन्दाखेरि एउटा यसरी एउटा रोलर छ राइट। यहाँनिर एउटा रोलर छ। लेट सपोज मानौँ कि त्यसै गरी भनेको चाहिँ यसले चाहिँ होरिजेन्टलसँग एङ्गल कति डिग्री बनाएको छ त भन्दाखेरि 30 डिग्री। यो कन्सेप्ट चाहिँ यदि बुझ्यौ भने तिमीलाई एङ्गल निकाल्नलाई कुनै पनि हैन समस्या हुँदैन ल।
अब जहिले पनि के हुन्छ त भन्दाखेरि सपोर्ट रियाक्सन हैन तिम्रो अब यहाँलेर यसको आफ्नै के हुन्छ त भन्दाखेरि वेट पनि हुन्छ जुन चाहिँ तिमीसँग भर्टिकली डाउनवार्ड हुन्छ। त्यसैगरी अब तिमीले यहाँलेरबाट अर्को कुरा के कुरा बुझ्नुपर्छ त भन्दाखेरि नर्मल रियाक्सन हैन तिम्रो नर्मल रियाक्सनलाई यदि अब मैले त्यसैगरी भनेको यहाँ त तिमीसँग एउटा मात्रै छ हैन यदि एउटा मात्रै छ भनेदेखि अहिले मैले एफएनले डिनोट गरेँ मैले एंगल निकाल्नलाई सिकाइरहेको छु ल राइट। यदि अब तिमीले यहाँलेरबाट के कुरा बुझ्नु पर्यो त भन्दाखेरि यहाँलेर पनि तिम्रो फेरि के हुन्छ त भन्दाखेरि यसरी अब तिमीले यहाँलेर एक्सिसलाई त के गर्न सक्छौ ड्र गर्न सक्छौ राइट। यो पोइन्टमा बसेर पनि तिमीले के गर्न सक्छौ एक्सिसलाई त ड्र गर्न सक्छौ राइट। अब तिमीले के गर त भन्दाखेरि यसलाई चाहिँ तिमीले यसलाई एक्सटेन्ड गर यहाँलेरबाट हेर ल यदि अब तिम्रो यो एंगल चाहिँ 30 डिग्री छ भनेदेखि राइट तिम्रो यो एंगल पनि कति डिग्री हुन्छ 30 डिग्री हुन्छ किन भन्दाखेरि तिम्रो यो र यो त तिमीसँग के हो त भन्दाखेरि राइट तिम्रो यो र यो त के हो त भन्दाखेरि एक्स एक्सिस हो। यदि अब तिम्रो एक्स एक्सिसमा कुनै पनि दुईटा लाइन एउटा लाइनले चाहिँ अब काटिरहेछ भने तिम्रो यो एंगल जति हुन्छ यो एंगल पनि तिम्रो के हुन्छ त भन्दाखेरि सेम हुन्छ राइट यतिसम्म बुझिन्छ नि। यदि अब तिम्रो यो एंगल चाहिँ 30 डिग्री हो भनेदेखि यो एंगल अब तिम्रो यहाँलेरबाट हेर है त यो एंगल तिम्रो कति हुन्छ 60 डिग्री हुन्छ किनकि जहिले पनि नर्मल रियाक्सनले हैन यो सर्फेससँग तिम्रो कति डिग्री बनाएको हुन्छ त भन्दाखेरि टोटल चाहिँ तिम्रो 90 डिग्री हुन्छ अलरेडी 30 छ भनेपछि बाँकी रह्यो कति त 60 बाँकी रह्यो राइट यतिसम्म त बुझिन्छ। सो यतिसम्म बुझिन्छ भनेदेखि अब फेरि अब हामीलाई के थाहा छ त भन्दाखेरि राइट अब फेरि मैले यहाँनिर अर्को ग्रीन कलर युज गरेँ हैन। अब तिम्रो यो जुन चाहिँ एंगल छ नि मैले यो ग्रीन कलरले बनाएको एंगल यो त तिमीसँग टोटल कति हुन्छ 90 डिग्री हुन्छ राइट यो त तिमीसँग कति हुन्छ त भन्दाखेरि 90 डिग्री हुन्छ भनेपछि अब तिम्रो बाँकी रह्यो अब तिम्रो यो एंगल चाहिँ कति रहेछ त भन्दाखेरि 30 डिग्री। इट मिन्स दैट मैले सिकाउन खोजेको चाहिँ के हो त भन्दाखेरि एकैछिन है त मैले सिकाउन खोजेको चाहिँ के हो त भन्दाखेरि यदि अब तिम्रो कुनै पनि एउटा रोलर वा त्यसैगरी भनेको चाहिँ कुनै पनि अब्जेक्ट चाहिँ तिम्रो केमा छ त भन्दाखेरि यदि अब तिम्रो यहाँलेरबाट हेर ल होरिजेन्टलसँग चाहिँ 30 डिग्रीको इन्क्लिनेसन छ भने यसमा लाग्ने तिम्रो जुन चाहिँ नर्मल रियाक्सन हुन्छ राइट नर्मल रियाक्सन त्यसले चाहिँ वाइ एक्सिससँग चाहिँ कति डिग्री बनाउँछ त भन्दाखेरि यहाँलेर तिम्रो जति एंगल छ यहाँलेर पनि तिम्रो त्यति नै एंगल बनाउँछ। यदि अब तिमीले यो कन्सेप्ट बुझ्यौ भने तिमीले अगाडिको अब हामीले 3-4 वटा अझै प्रब्लमहरु गर्नेवाला छौं त्यो तिमीले इजिली गर्न सक्छौ बुझ्यौ नि। यदि अब तिम्रो कुनै पनि त्यसैगरी भनेको चाहिँ सर्फेसले चाहिँ राइट यदि तिम्रो कुनै पनि सर्फेसले होरिजेन्टलसँग यदि 30 डिग्री बनाएको छ भने यसमा लाग्ने नर्मल फोर्सले तिम्रो कति डिग्री बनाउँछ त भन्दाखेरि 30 डिग्री। इट मिन्स दैट होरिजेन्टलसँग चाहिँ फेरि कति डिग्री बनाउँछ त 60 डिग्री बनाउँछ है त। सो तिमीलाई जसरी सजिलो हुन्छ नेपालीमा लेख इंग्लिशमा लेख बुझ्ने तरिका चाहिँ यो भयो है त। यदि त्यसो हो भनेदेखि अब यहाँलेर हेरौँ ल मैले के गरे त भन्दाखेरि यसको फ्री बडी डायग्राम बनाउने ट्राई गरे राइट। यदि अब मैले यसको फ्री बडी डायग्राम चाहिँ बनाए भने जति पनि सपोर्ट छ सपोर्टलाई मैले हटाउनु पर्यो र सपोर्टलाई चाहिँ मैले हटाएर चाहिँ सपोर्ट रियाक्सन देखाउनु पर्यो राइट। त्यसो भनेदेखि सबैभन्दा पहिला सुरु त मेरो यहाँलेर वेट एज इट इज छँदैछ यसमा त कुनै पनि कन्फ्युजन छैन। त्यसपछि बाँकी रह्यो अब हाम्रो यहाँलेर एउटा सपोर्ट रियाक्सन लाग्छ यहाँलेर अब हाम्रो अर्को सपोर्ट रियाक्सन लाग्छ बट कति डिग्रीमा लाग्छ अब हामीले यहाँलेर अलरेडी भनिसक्यौ राइट। मैले यहाँलेर के गरे त भन्दाखेरि यसरी नै ड्रा गर्दिए है त। सो लेट्स सपोज मानौं दिस इज माई f of a this is my f of b right राइट मैले यसलाई चाहिँ यहाँलेर तर c भनेर चाहिँ राइट नेम दिएको रहेछ ल राइट यो चाहिँ मेरो f of c यो पोइन्टलाई चाहिँ मैले c भनेर दिएको रहेछु ल। अब तिमीले यहाँलेर के कुरा बुझ्नु पर्यो त भन्दाखेरि यहाँलेरबाट हेरौँ ल तिमीले यहाँलेर के गर्न सक्छौ त भन्दाखेरि फेरि यसरी एक्सिस बनाउन सक्छौ यहाँलेरबाट पनि एक्सिस बनाउन सक्छौ यहाँबाट पनि एक्सिस यहाँबाट पनि एक्सिस बनाउन सक्छौ। यदि अब तिम्रो
होरिजेन्टलसँग कति डिग्री बनाएको छ त भन्दाखेरि 60 डिग्री बनाएको छ भने यसको नर्मल कम्पोनेन्टले राइट यसको नर्मल कम्पोनेन्टले वाइ एक्सिससँग कति डिग्री बनाउँछ 60 डिग्री बनाउँछ। होरिजेन्टलसँग तिम्रो 30 डिग्री छ भनेदेखि वाइ एक्सिससँग कति डिग्री बनाउँछ 30 डिग्री बनाउँछ। यो तिम्रो कुन क्वाड्रेन्टमा छ हेर त फोर्थ क्वाड्रेन्टमा छ सरी थर्ड क्वाड्रेन्टमा छ हैन फर्स्ट सेकेन्ड थर्ड क्वाड्रेन्टमा छ। यदि अब तिम्रो यो थर्ड क्वाड्रेन्टमा छ भनेदेखि त राइट यदि अब तिमीले यो फोर्सलाई चाहिँ यता शिफ्ट गर्यो भने राइट यो एंगल तिम्रो के हुन्छ यो एंगल र यो एंगल सेम हुन्छ अल्टरनेट भयो। सो दिस इज माई एफसी अनि एंगल मेकिङ विथ द वाइ एक्सिस इज 30 डिग्री। केही बुझेको छैन भने लेट मी नो ल। सिमिलरली तिम्रो के छ यो तिम्रो कुन क्वाड्रेन्टमा छ फोर्थ क्वाड्रेन्ट छ। फोर्थ क्वाड्रेन्टलाई मैले केमा लेख्न सक्छु त भन्दाखेरि सेकेन्ड क्वाड्रेन्टमा पनि लेख्न सक्छु किनकि तिम्रो यहाँनिर हेर है त यदि तिमीले ए पोइन्टको लागि हेर्छौ भनेदेखि तिम्रो फोर्स त कसरी लागिरहेछ त यसरी लागिरहेछ एफ अफ ए दिस इज माई 60 डिग्री। यदि अब तिमीले यसलाई चाहिँ एक्सटेन्ड गर्यौ भनेदेखि तिम्रो यो त के हुन्छ अल्टरनेट एंगल त्यही त गरे आऊ हैन। अब यति कुरा गरिसकेपछि त अब तिमीले के गर्नु पर्यो त भन्दाखेरि ल्यामिस थ्योरम सेम प्रोसेस क्याल्कुलेसन यु क्यान डु राइट एन्ड देन we will get the f of a and the f of c right। ल्यामिस थ्योरमको बारेमा मैले कसरी युज गर्ने फर्स्ट क्वेशनमा भनिसके। सेकेन्ड क्वेशनमा मैले के भनिसके एंगल कसरी निकाल्ने दिस इज द राइट मास्टर ट्रिक भनेर भनिन्छ। त्यसपछि त अब क्याल्कुलेटरमा राख्न त मैले सिकाउनु पर्दैन राइट। त्यसपछि अब हामीसँग आउँछ क्वेशन नम्बर 3 मा हेरौँ है त। हामीलाई के दिएको छ एउटा रोलर दिएको छ जसको रेडियस 5 सेन्टिमिटर ओके वेट दिइराछ 100 न्यूटन। त्यसपछि 200 न्यूटन फोर्स चाहिँ अब हाम्रो होरिजेन्टल्ली के लागिराछ त भन्दाखेरि यसरी तानिराछ। अब हामीलाई निकाल्नु पर्ने के छ त भन्दाखेरि कति फोर्स चाहिँ यो स्ट्रिङमा लागिराछ हैन। त्यसैगरी भनेको चाहिँ भर्टिकल रियाक्सन यो त अब हाम्रो सपोर्ट हो नि त नि सपोर्टले त तिम्रो के दिन्छ यो त तिम्रो सपोर्ट हो सपोर्टले त तिम्रो एउटा सपोर्ट रियाक्सन दिन्छ। यो सपोर्ट रियाक्सन चाहिँ तिम्रो कति हुन्छ यो दुईटा कुरा चाहिँ फाइन्ड आउट गर्नुपर्ने छ। अब सिम्पल छ फ्री बडी डायग्राम गर्नको लागि पहिला सुरु वेट देखाइदेऊ यो तिमीलाई गिभनै दिएको छ 200 न्यूटन राइट। अब तिम्रो यो एफ अफ ए मा चाहिँ सपोर्ट रियाक्सन कहाँ लाग्छ त यसरी लाग्छ किनकि अब तिम्रो राइट यो बडी त अब तिम्रो राइट यसरी डाउनवर्ड मुभमेन्ट हुन्छ त हुँदैन नि भन्नु मतलब तिम्रो भर्टिकल डाइरेक्सनमा चाहिँ के भयो त रेस्ट्रिक्सन अफ द मोसन आयो। त्यही भएर चाहिँ मैले के भनेको थिएँ त भन्दाखेरि यो भन्दा अगाडिको सेसन चाहिँ एटेन्ड गर्नु भनेको थिएँ राइट। सो दिस इज माई एफ अफ ए। सो अब तिमीले यो स्ट्रिङ राइट यो स्ट्रिङमा त अब तिम्रो के लाग्छ त भन्दाखेरि टेन्सन लाग्छ र त्यो टेन्सनलाई चाहिँ अब मैले सिम्पली एफ अफ सी ले चाहिँ के गरेको छु त भन्दाखेरि यहाँले डिनोट गरेको छु। अब तिमीले यो एंगल निकाल्नको लागि कसरी गर्न सकिन्छ यहाँदेखि यहाँसम्म तिमीलाई 10 दिएको छ रेडियस कति भनेछ 5 भनेछ यो 5 भनेपछि त यो तिम्रो पी यो भनेको तिमीसँग हाइपोटेन्युस फेरि साइन एंगलबाट आउने भयो 30 डिग्री ओके। अब त काम सकिहाल्यो नि यो एंगल तिमीसँग 30 डिग्री तर यसमा चाहिँ तिमीले अब ल्यामिस थ्योरम चाहिँ युज गर्न पाउँदैनौ किनकि तिमीसँग अल टुगेदर कतिवटा फोर्सेस छ 4 वटा फोर्स सिस्टम छ हैन। जहिले पनि तिमीले नोट गर्नुपर्ने कुरा ल्यामिस थ्योरम कहिले मात्र भ्यालिड हुन्छ त भन्दाखेरि जब चाहिँ तिमीसँग के हुन्छ त भन्दाखेरि 3 फोर्स सिस्टम भएको बेला मात्रै के हुन्छ त भ्यालिड हुन्छ वा युज गर्न पाइन्छ नत्र भए पाइन्न है त। अब तिमीसँग अर्को उपाय छ नि हैन हामीसँग इक्वेसन अफ इक्विलिब्रियम युज गर्छौं राइट। अब हामी इक्वेसन अफ इक्विलिब्रियम युज गर्छौं राइट समेसन अफ एफ अफ y इज इक्वल्स टु 0 समेसन अफ एफ अफ x इज इक्वल्स टु 0 राइट। अब तिमीले यही फ्री बडी डायग्रामलाई नि मैले के गरे त भन्दाखेरि राइट यही फ्री बडी डायग्रामलाई नि मैले के गरे त भन्दाखेरि यहाँनिर त तिमीसँग एउटा पोइन्ट छ यो पोइन्टलाई मैले के गरे त भन्दाखेरि यहाँनिर यसरी डिनोट गरे राइट। अब तिमीले के गर्न सक्छौ त भन्दाखेरि यो जुन चाहिँ तिम्रो एफसी छ नि यो एफसी लाई चाहिँ अब तिमीले के गर्न सक्छौ त भन्दाखेरि यसरी अब तिमीले यहाँनिरबाट यसरी पनि देखाउनलाई सक्छौ
यो भनेको तिमीसँग एफसी राइट। यदि अब तिम्रो यो 30 डिग्री हो भनेदेखि तिमीसँग राइट हेर है त, यदि तिम्रो यो 30 डिग्री हो भने यदि तिम्रो यो पनि 30 डिग्री हुन्छ भन्नुको मतलब तिम्रो यो एंगल पनि 30 डिग्री हुने भयो राइट। भन्नुको मतलब तिम्रो यो एंगल पनि 30 डिग्री, जुन चाहिँ अब मैले यहाँनिर लेखेको छु। सो अब तिमीले के गर्ने त भन्दाखेरि इक्वेसन अफ इक्विलिब्रियम चाहिँ तिमीले युज गर्ने, देन यु विल गेट द रिजल्ट्स। एफ अफ ए पनि आयो, एफ अफ सी पनि आयो। ओके, देन अब हामी यहाँनिर क्वेसन नम्बर 4 मा हेरौँ है त। क्वेसन नम्बर 4 मा अब हामीलाई के भनेको छ त भन्दाखेरि दुईवटा आइडेन्टिकल बल छ, एउटा पी एउटा क्यू। ओके, दुईटैको वेट के दिएको छ, सेम दिएको छ। अब हामीलाई के निकाल्नु पर्ने छ, सपोर्ट रियाक्सन एट द पोइन्ट ए बी सी र डी, जसलाई चाहिँ अब हामीले यो चाहिँ डी भनेको चाहिँ अब तिम्रो पीले क्यूमा लगाउने फोर्स र क्यूले पीमा लगाउने फोर्स चाहिँ तिम्रो कुन पोइन्टबाट चाहिँ अब हामीले देखाउनु पर्ने हुन्छ त भन्दाखेरि यो पोइन्टबाट चाहिँ देखाउनु पर्ने हुन्छ। ओके, यदि अब मैले फ्री बडी डायग्राम अफ द पहिला सुरु चाहिँ मैले पी को चाहिँ बनाएँ भने, यदि अब तिमीले क्यू को बनायो भने चाहिँ तिमीसँग के हुन्छ त, नम्बर अफ अननोन चाहिँ बढी हुन्छ एज कम्पेयर टु द नम्बर अफ द इक्वेसन अफ इक्विलिब्रियम राइट। त्यही भएर मैले कुन चुज गरेँ त, पी चुज गरेँ। यदि मैले पी को चाहिँ फ्री बडी डायग्राम बनाउने हो भनेदेखि यहाँबाट हेरौँ है त, पहिला सुरु त तिमीले रोलरै बनाउनु पर्यो। ओके, त्यसपछि तिमीले वेट सो गर्नु पर्यो, वेट सो गरेको छन्। त्यसपछि अब तिम्रो यो त यहाँनिर के छ त भन्दाखेरि कन्ट्याक्ट छ, यो पोइन्टमा तिमीसँग कन्ट्याक्ट छ। कन्ट्याक्ट भइसकेपछि अब तिमीले यहाँनिर के देखाउनु पर्ने हुन्छ त भन्दाखेरि यसरी एउटा कन्ट्याक्ट फोर्स देखाउनु पर्ने हुन्छ। अब हामीले के भनेका थियौँ त भन्दाखेरि हैन, हामीले के भनेका थियौँ त भन्दाखेरि यदि अब तिम्रो यो सर्फेसले होरिजेन्टलसँग 30 डिग्री बनाउँछ भनेदेखि यसमा लाग्ने नर्मल कम्पोनेन्टले भर्टिकलसँग तिम्रो कति डिग्री बनाउँछ, सेम एंगल, जुन चाहिँ मैले 30 डिग्री। वेट आइसक्यो, एफ अफ ए पनि मैले देखाउन सिकाइसकेँ। त्यसपछि यो कन्ट्याक्ट, यो जुन चाहिँ डी पोइन्टमा चाहिँ फोर्स लाग्छ नि, ई रोलरले तिम्रो पीमा लगाउँछ, अर्को चाहिँ तिम्रो पीले चाहिँ केमा लगाउँछ त भन्दाखेरि ईमा लगाउँछ। तर दुवैको तिम्रो म्याग्निट्युड चाहिँ के हुन्छ त भन्दाखेरि सेम हुन्छ, डिरेक्सन चाहिँ अपोजिट हुन्छ। यदि त्यसो हो भनेदेखि यहाँनिरबाट हेरौँ ल, मैले यहाँनिर के गरेको छु त भन्दाखेरि एकैछिन है त, मैले यसलाई पनि मेटाएँ ताकि एक्सप्लेनेसन गर्नलाई सजिलो होस्। दिस इज माई एक्स एक्सिस, यो तिम्रो के छ त भन्दाखेरि यो सपोर्ट छ राइट। अब तिम्रो यहाँनिर एउटा के छ त भन्दाखेरि पी भन्ने फोर्स छ राइट। अब तिम्रो यो जुन चाहिँ ई भन्ने कम्पोनेन्टले त राइट तिमीले यसरी के दिएको हुन्छ त भन्दाखेरि सपोर्ट रियाक्सन त अब तिम्रो यो लाइनबाट दिन्छ। तिम्रो यो लाइन र यो लाइन त के छ त भन्दाखेरि प्यारलल छ। यदि प्यारलल छ भनेदेखि राइट मैले यताबाट के गर्न सक्छु त भन्दाखेरि एकैछिन अलि प्यारलल भएन ल, तिम्रो यो चाहिँ पोइन्ट हो भने राइट तिम्रो यो र यो के छ त प्यारलल छ है त। यदि तिम्रो यो र यो प्यारलल छ भनेदेखि यो त तिमीसँग 30 डिग्री। यदि अब मैले यहाँबाट यदि होरिजेन्टलसँग चाहिँ यसरी एंगल बनाएँ भने राइट तिम्रो यो कति हुन्छ 30 डिग्री बिकज अफ द करस्पोन्डिङ एंगल। फेरि अब तिमीले यहाँनिरबाट के देख्न सक्छौ त भन्दाखेरि तिम्रो यो एंगल र यो एंगल फेरि के हुन्छ, सेम हुन्छ 30 डिग्री बिकज अफ द करस्पोन्डिङ एंगल। करस्पोन्डिङ एंगलको कन्सेप्ट के हो त भन्दाखेरि यदि कुनै पनि दुईवटा चाहिँ प्यारलल लाइनहरुमा चाहिँ कुनै पनि एउटा लाइनले चाहिँ यसरी तिम्रो कट गरिरहेछ भने तिम्रो यो एंगल र यो एंगल चाहिँ सेम हुन्छ, दिस इज द करस्पोन्डिङ एंगल राइट। त्यसो भनेदेखि यो एंगल तिमीसँग कति रहेछ त भन्दाखेरि राइट यो जुन चाहिँ तिमीसँग कन्ट्याक्ट पोइन्टमा लाग्ने फोर्सको तिम्रो होरिजेन्टलसँग चाहिँ कति डिग्री रहेछ त भन्दाखेरि 30 डिग्री। ओके, जुन चाहिँ मैले के देखाएको छु त भन्दाखेरि होरिजेन्टलसँग 30 डिग्री छ। अब मैले फेरि के गरेँ, यो पोइन्टलाई यहाँनिर यसरी ड्रा गरेँ। वेट तिम्रो के छ, सेमै छ है। तिम्रो यो फोर्सलाई फेरि मैले के गरेँ,
फोर्थ क्वाड्रेन्टबाट सेकेन्ड क्वाड्रेन्टमा सिफ्ट गरेँ। तिम्रो यो एंगल र राइट तिम्रो यो त के हुन्छ त भन्दाखेरि यो र यो त तिमीसँग अल्टरनेट हुन्छ, यो एंगल र यो एंगल राइट, यो 30 डिग्री। फेरि अब तिमीले यो यसलाई यता सिफ्ट गर्यो भनेपछि यो र यो त तिमीसँग फाइनल्ली के हुन्छ त अल्टरनेट एंगल हुन्छ, जुन चाहिँ मैले यहाँ लेखिदिएँ। अब फेरि मैले ल्यामिज थ्योरमबाट के गरेँ त भन्दाखेरि एफए र एफको भ्यालु निकाल्छु। एफए र एफको भ्यालु निकालिसकेपछि अब मैले फेरि के गर्छु त भन्दाखेरि एफबिडी अफ अ बडी क्यू बनाउँछु। अब त हेर न कति इजी भयो, एंगल निकाल्नलाई मात्र अलिकति गाह्रो हो क्या। यहाँबाट तिम्रो के आउँछ, एउटा सपोर्ट रियाक्सन आउँछ एफसी वेट एज इट इज। त्यसपछि अब तिम्रो अघि नकोबाट राइट यो बडी क्यूले तिम्रो पीलाई जति फोर्स दिन्छ राइट, तिम्रो यो जुन चाहिँ बडी पीले क्यूलाई पनि तिम्रो के दिन्छ त भन्दाखेरि सेम फोर्स दिन्छ जुन चाहिँ एफ। यो चाहिँ अब हामीसँग नोन भइसक्यो राइट, यो पनि अब हामीसँग के भइसक्यो त भन्दाखेरि नोन भइसक्यो। अब हामीसँग अननोन भनेको चाहिँ के हो त भन्दाखेरि एउटा एफसी एउटा भनेको त एफपी। फेरि अब हामीले यसमा चाहिँ ल्यामिज थ्योरम चाहिँ युज गर्न पाउँदैनौँ। अनि फेरि भनौँ तिमीहरूले भन्न सक्छौ कि यो एफपी को डिरेक्सन चाहिँ 30 डिग्री कसरी आयो। फेरि यहाँनिर मानौँ यो भनेको चाहिँ नर्मल रियाक्सन एट द पोइन्ट बी। फेरि अब मैले यहाँनिर के गर्न सक्छु त भन्दाखेरि यसरी राइट, फेरि अब मैले यहाँनिर चाहिँ यसरी ग्राफ जस्तो बनाइदिन सक्छु। यदि अब तिम्रो होरिजेन्टलसँग 30 डिग्री छ भने यु क्यान इजिली एज्युम द्याट अर यु क्यान इजिली प्रेडिक्ट द्याट राइट वाइ एक्सिससँग तिम्रो कति डिग्री हुन्छ 30 डिग्री हुन्छ। अब फेरि अब मैले यसलाई के गर्छु त भन्दाखेरि यहाँनिरबाट यदि मैले यसरी सिफ्ट गरेँ भने राइट फोर्थ क्वाड्रेन्टबाट सेकेन्ड क्वाड्रेन्टमा गरेँ भने तिम्रो यो एंगल त के आउँछ त भन्दाखेरि सेम आउँछ। ओके, अब फेरि तिमीले के गर्ने त इक्वेसन अफ इक्विलिब्रियम चाहिँ युज गर्ने। एकचोटि अलोङ द एक्स एक्सिस गर्ने, एकचोटि अलोङ द वाइ एक्सिस गर्ने, देन यु विल गेट द रिजल्ट्स। ओके राइट, मैले यहाँनिर अब एउटै क्वेसनलाई चाहिँ यदि होइन गराएर चाहिँ मैले देखाएको भए 20 देखि 30 मिनट लाग्छ, किनकि अब मैले क्यालकुलेटर थिच्नु पर्यो, फेरि फिगर ड्र गर्नु पर्यो होइन। किनकि अब मैले यसरी एक्सप्लेनेसन गर्यो भने त के हुन्छ त होइन तिमीहरूलाई सजिलो हुन्छ के गर्नको लागि। अब त्यसपछि यहाँनिर हेरौँ है त, एउटा भाँडो छ जसमा चाहिँ दुईवटा चाहिँ बलहरू छ राइट, 2 स्पियर। त्यसपछि टोटल लेन्थ चाहिँ अब हामीलाई कति दिएको छ 90। त्यसपछि यो स्पियरको अब हामीलाई रेडियस कति दिएको छ, तिमीहरूलाई रेडियस दिएको छ 25। तिमीसँग टोटल लेन्थ भनेको त 90 छ राइट, तिमीसँग टोटल लेन्थ भनेको कति छ 90 छ राइट। भनेपछि अब तिम्रो यहाँदेखि यहाँसम्मको लेन्थ भनेको तिमीसँग कति हुन्छ 50। ओके, यसमा त कुनै नो डाउट। तिम्रो अब यहाँदेखि यहाँसम्मको लेन्थ कति हुन्छ 25 छ रेडियस। ओके, भनेपछि अब हामीले के गर्न सक्छौँ त भन्दाखेरि म ग्रीन कलर युज गरेँ ल। तिम्रो यहाँदेखिको यहाँसम्मको चाहिँ अब तिमीसँग कति हुन्छ हेर त, तिम्रो यो 50 भयो होइन, 50 प्लस 25 तिमीसँग 75 भयो। यदि अब तिम्रो यो टोटल कति छ त 90 छ। यदि अब तिमीले 90 माइनस 75 गर्ने हो भने यु विल गेट द दिस भ्यालु। यो भनेको तिमीसँग कति हुन्छ त 7। त्यसै गरी यहाँ बाँकी रह्यो 1 15 होइन, किनकि 75 त्यसै 80 त्यसै गरी 90। भनेपछि यो लेन्थ चाहिँ तिमीसँग कति रहेछ त भन्दाखेरि 15 रहेछ। यति कुरा त बुझिन्छ। ओके, यदि त्यसो हो भनेदेखि अब मैले यहाँनिर फ्री बडी डायग्राममा डाइरेक्टली जम्प गराएँ है त। अब मैले यहाँनिर पहिला सुरु के गरेँ त भन्दाखेरि यो बडी ई छ है त। बडी ई को यदि मैले फ्री बडी डायग्राम बनाउने हो भने तिमीलाई यहाँनिर के दिएको छ वेट दिइरहेको छ, सी पोइन्टमा तिमीसँग कन्ट्याक्ट रियाक्सन आउँछ। अब हाम्रो मेन समस्या भनेको चाहिँ यो एफ भन्ने स्पियरले चाहिँ कति डिग्रीमा बसेर चाहिँ अब तिम्रो यसलाई चाहिँ के दिन्छ त भन्दाखेरि सपोर्ट रियाक्सन दिन्छ। त्यसको लागि हैन, त्यसको लागि मैले यहाँबाट अलिकति मेटाएँ है त।
यो मैले के गर्छु दुईटालाई यसरी जोडिदिन्छु यहाँदेखि यहाँसम्म लाइन तान्छु र यहाँबाट मैले यसरी लाइन तान्छु तिम्रो यो कति छ 25 यो 25 टोटल तिम्रो कति हुने भयो 50 दिस इज माई 50 ओके दिस इज माई थीटा यहाँसम्म त कुनै कन्फ्युजन छैन हामीले के भनेका छौं त यो यति चाहिँ अब हामीले कति निकालेका थियौं त 15 अघिनको क्याल्कुलेसनबाट यो अब हामीलाई कति दिएको छ 25 त्यही भएर मैले यहाँनेरि के लेखेको छु त भन्दाखेरि 15 प्लस 25 भनेको चाहिँ तिम्रो यो लेन्थ भयो सो अब तिमीले थीटा निकाल्नको लागि तिमीलाई बेस थाहा छ हाइपोटेन्युस थाहा छ cos थीटाबाट तिमीले निकाल्न सक्छौ ओके राइट भन्नुको मतलब तिम्रो यहाँनेरिबाट हेर है त अब तिम्रो यो जुन चाहिँ बल मैले फेरि सबैलाई मेटाए राइट यो तिमीसँग यो जुन चाहिँ बल F छ F ले चाहिँ तिम्रो यो E लाई चाहिँ कति डिग्रीमा चाहिँ होरिजेन्टलमा बसेर चाहिँ तिम्रो एंगल दिने रहेछ त भन्दाखेरि यो थीटा डिग्री थीटा भनेको जति आएको छ त्यो भ्यालु राख्ने वा मलाई यो पोइन्टमा चाहिँ एंगल निकाल्नु पर्ने छ भने अल्टरनेट एंगल सकियो राइट अब यति गरिसकेपछि त यहाँलेबाट हेर त तिमीसँग कतिवटा फोर्स सिस्टम एउटा दुईटा तीनटा ल्यामिज अब फेरि मैले यो फोर्सलाई चाहिँ कुन थर्ड क्वाड्रेन्टमा भएको फोर्सलाई चाहिँ सेकेन्ड क्वाड्रेन्टमा युज गरे राइट यो फोर्स त तिमीसँग भखै त एकैछिन यो फोर्सलाई यदि मैले यसरी यहाँनेरिबाट यस्तो गरे भने त यो तिमीसँग एक्स एक्सिस यो त तिमीसँग अल्टरनेट एंगल हुने भयो राइट इजिली सरी यो तिमीसँग के छ एक्स एक्सिस यो तिमीसँग वाई एक्सिस यदि तिमीले यो एंगल बनाउने हो भने त राइट यसको र यसको बीचमा त तिम्रो के हुने भयो त भन्दाखेरि यो चाहिँ तिमीसँग अल्टरनेट एंगल हुने भयो ओके भनेपछि तिम्रो यो एंगल चाहिँ कति हुने भयो त थीटा हुने भयो अब ल्यामिज थ्योरम युज गर्ने तिमीले के पायौ त भन्दाखेरि फोर्स वा रिएक्सन फोर्स अर द कन्ट्याक्ट फोर्स एट द पोइन्ट सी भन्ने पोइन्टमा चाहिँ तिमीले के पायौ त भन्दाखेरि यो पोइन्टमा चाहिँ तिमीले रिएक्सन फोर्स पायौ सिमिलरली हैन आफूहरुको लागि चाहिँ मैले के असाइनमेन्ट दिए त भन्दाखेरि हैन आफूहरुको लागि चाहिँ मैले के असाइनमेन्ट दिएको छु त भन्दाखेरि राइट सिमिलरली त्यसैगरी भनेको चाहिँ कन्ट्याक्ट फोर्सेस वा रिएक्सन फोर्सेस एट द पोइन्ट ए एन्ड द बी चाहिँ निकाल्नुस् ल यो र यो सो आन्सर पनि मैले यहाँले दिएको छु एन्ड यदि मिलेन भने चाहिँ कमेन्टमा यदि मिल्यो भने चाहिँ लास्टमा के भनिदिनुस् त भन्दाखेरि डन भनिदिनुस् ताकि मैले फेरि अब अर्को जुन चाहिँ च्याप्टर सुरु गर्छु यदि भएको छैन भने चाहिँ मैले त्यसमा फेरि यही गराइदिन्छु यदि भएको छ भने चाहिँ आई विल कन्टिन्यू ओके सो दिस मच फर टुडे है त गाइज सो थ्यांक्स फर वाचिङ इफ यदि कुनै पनि डाउट स्टिल रहन्छ भने कमेन्ट गरिदिनुस् म बरु त्यस रिलेटेड नै छुट्टै भिडियो बनाउने वाला छु है त सो ओके थ्यांक यू गाइज